नमस्कार साथीहरू। अन्तर्राष्ट्रिय बेस्ट सेलर पुस्तक हु स्टोल द अमेरिकन ड्रिमका लेखक बर्क हेजेसद्वारा लिखित द प्याराबल अफ द पाइपलाइन को अडियो पुस्तक तपाईहरूको बीचमा आएको छ। यस द प्याराबल अफ द पाइपलाइन पुस्तकले नयाँ अर्थव्यवस्थामा आफ्नो आम्दानीको नियमित स्रोत कसरी बढाउने भनेर तपाईँ र मलाई सिकाउनेछ। यस पुस्तकले विशेष गरी विभिन्न प्रमाणित तरिकाहरूको बारेमा व्याख्या गरेको छ, जसको सहायताद्वारा एउटा सामान्य मानिसले पनि आफू र आफ्नो परिवारको लागि आर्थिक स्वतन्त्रता सिर्जना गर्न सक्छ भनेर सिक्न सक्नेछ। यस पुस्तकलाई रेखा महर्जनज्यूले अनुवाद गर्नुभएको छ र यस पुस्तकमा विशेष गरी 3वटा भागहरू छन्। पहिलो भागमा हामी बकेट क्यारिड वालमा रहन्छौँ भनेर व्याख्या गरिएको छ र दोस्रो कुरा तपाईँको पाइपलाइन नै तपाईँको लाइफ लाइन हो भनेर भाग 2 मा व्याख्या गरिएको छ र भाग 3 मा वास्तविक पाइपलाइनहरू के हुन सक्छन् भनेर व्याख्या गरिएको छ। बर्क हेजेसको डेस्कबाट तपाईको पाइपलाइन नै तपाईको लाइफ लाइन हो। मेरो बुवा मरेको 25 वर्ष भयो, तर अझै पनि ती दिन म सम्झिरहन्छु। मलाई अझै पनि याद छ, समुद्रको किनारमा बनेको हाम्रो घरमा चेस खेल्दा मैले गोटी मिलाएर राख्न बुवालाई मद्दत गर्थेँ। त्यतिखेर प्रशान्त महासागर निहाल्न मलाई आनन्द आउँथ्यो। मलाई अहिले पनि समुद्रको किनारमा सफा बालुवासँग तरङ्गहरू खेलेको याद छ। मलाई नुनिलो पानीको सागरमा कमल पुष्पको सुवास अझै पनि याद छ। गोधुलीमा डाँडामाथि अस्ताउँदै गरेको रातो सूर्यलाई निहालेर हेरेको आज पनि याद छ। हामी अँध्यारो नभइन्जेल चेस खेल्थ्यौँ। बुबा बोलिरहनुहुन्थ्यो र म सुनिरहन्थेँ। उहाँले कयौं पटक क्षितिजतर्फ हेरेर भन्ने गर्नुहुन्थ्यो, कहिल्यै पनि कुनै चिजलाई सानो नसम्झनु। एकै दिनमा करोडपतिबाट कङ्गाल। कहिल्यै पनि कुनै चिजलाई भइगयो भन्ने नसम्झनु। बुबा सन् 1959 मा क्युबाको शासन फिडेल क्यास्ट्रोको हातमा आएको घटनाको सन्दर्भमा बोल्दै हुनुहुन्थ्यो। क्रान्तिभन्दा पूर्व मेरो बुबा क्युबाका धनवान मानिसहरूमध्ये एक हुनुहुन्थ्यो। टाइम्स पत्रिकामा छापिएको एउटा लेखका अनुसार मेरो बुबासँग $2 करोड भन्दा ज्यादा सम्पत्ति थियो। आज यसको तुलना 200 करोडसँग गर्न सकिन्छ। उहाँ कटन मिल, रिटेल स्टोर्स, टेक्सटाइल मिल, केमिकल म्यानुफ्याक्चरिङ प्लान्ट लगायत 12वटा भिन्दा भिन्दै व्यवसायका मालिक हुनुहुन्थ्यो। जब क्यास्ट्रोले शासन आफ्नो हातमा लिए तब मेरो बुवा केवल जिउमा लगाएका कपडा मात्र लिएर जमाइकामा आउनुभयो। बुवाको सारा व्यवसाय तथा उहाँको ब्याङ्क एकाउन्ट साम्यवादीहरूले जनताका विरुद्ध अपराध भन्दै जफत गरे। मेरो बुबाको अपराध केवल यही थियो कि उहाँ एउटा सफल मानिस हुनुहुन्थ्यो र सफलतालाई सानो सम्झनु भएको थियो। वास्तवमा उहाँले आफ्नो केही सम्पत्ति देश बाहिर राख्नु पर्थ्यो, तर उहाँले फिडेल क्यास्ट्रो कहिल्यै सत्तामा आउन सक्दैन भन्ने सोच्नु भएको थियो। बुवाले गलत सोच्नु भएको थियो, जसको सजाय उहाँले भोग्नुभयो। पाइपलाइनको चेतावनी। मेरो बुबाले फेरि पहिला जस्तै श्री सम्पत्ति जोड्ने चेष्टा गर्नुभयो, तर घरायसी अर्थतन्त्र तर धराशायी अर्थव्यवस्था र मुटु कमजोर हुनाले उहाँले सफलता पाउन सक्नु भएन। आफ्नो अन्तिम समयमा उहाँ ज्यादै कटु त हुनुहुन्न थियो, तर उहाँ पर्याप्त समय नमिलेकोमा निराश हुनुहुन्थ्यो। जब हामी चेस खेल्थ्यौँ त्यसबेला बुवाले मलाई आफूले 40 वर्षको उमेरमै सफलता प्राप्त गर्न मद्दत गरेका सिद्धान्त सिकाउने पुरा कोसिस गरिरहनु भयो। मेरो बुवा अक्सर आफ्नै व्यवसाय गर्ने सम्बन्धमा मलाई बताउनुहुन्थ्यो, स्वामित्वको अर्थ स्वतन्त्रता र नियन्त्रण हो। मेरो बुबाको अनुसार तपाईसँग जति धेरै व्यवसाय भयो उति नै राम्रो।
उहाँ भन्नुहुन्थ्यो, तपाईँको पाइप लाइन नै तपाईँको लाइफ लाइन हो। मैले बुबाको शिक्षा आत्मसात गरेको थिएँ। म केवल 24 वर्षको हुँदा मैले आफ्नो पहिलो व्यवसाय सुरु गरेको थिएँ। आज म कैयौँ व्यवसायको मालिक छु। यसलाई विडम्बना नै भनौँ, मेरो एक विभोर कम्पनी पाइपलाइनको व्यवसाय गर्छ र यसको काम अन्डरग्राउन्ड नाली लगाउनु हो, जसको उपयोग पहिलाका कम्पनीहरूले ग्यास र पानीको सप्लाईका लागि गर्थे। तर आजका टेलिकम कम्पनीहरू यसको सट्टामा अप्टिकल फाइबरको प्रयोग गर्दछन्। यसलाई भविष्यको पाइपलाइन भन्न सकिन्छ। मेरो धनाढ्य बुवा र उहाँका धनाढ्य बुबा। मेरो बुबा विधिवताको कट्टर समर्थक हुनुहुन्थ्यो। उहाँका आफ्ना 12वटा भिन्दा भिन्दै व्यवसाय थिए। यदि तपाईसँग केवल एउटा पाइपलाइन छ भने तपाईँको लाइफ लाइन पनि एउटै हुन्छ। जब चेसमा मलाई हराउनुहुन्थ्यो तब बुवाले यसो भन्नु गर्नुहुन्थ्यो, धेरै पाइपलाइन हुनु सदैव लाभदायक हुन्छ। केही महिना पहिला मलाई रबर्ट टी कियोसाकीको एउटा अडियो टेप मिल्यो जसको शीर्षक थियो, व्हाट माई रिच ड्याडी टट मी अबाउट इन्भेस्टिङ। कियोसाकीले यसमा 2वटा युवकको कहानी बताउँछन् जसले गाउँको सिमानामा रहेको तालबाट पानी ल्याएर त्यो गाउँमा बाँड्ने काम गर्थे। ती दुईमध्ये एउटा युवकले पानी ल्याउनका लागि बाल्टीको उपयोग गर्थ्यो, अर्कोले भने त्यो तालबाट गाउँसम्म पाइपलाइन बिछाएको थियो। केही समयपछि नै थाहा भयो पाइपलाइन लगाउने युवकले धेरै स्तरीय काम गरेको थियो। कियोसाकीको अडियो टेपले मलाई 25 साल पहिला बुवाले सिकाउनु भएको शिक्षाको याद दिलायो। साँझमा घर पुग्दा बित्तिक्कै मैले आफ्नो नयाँ पुस्तकको बारेमा 10 पृष्ठको नोट लेखेँ। त्यसमा मैले पाइपलाइन र लाइफ लाइनमा कति धेरै समानता छ भन्ने स्पष्ट पार्ने प्रयास गरेको छु। मैले पाठकलाई आफ्नो आम्दानी अल्पकालीन तथा दीर्घकालीन दुवै प्रकारको पाइपलाइनमा लगाउन पनि अनुरोध गर्दछु। मैले यो पुस्तकको नाम प्याराबल अफ द पाइपलाइन राखेको छु। 3 महिनापछि मैले यसको पाण्डुलिपि आफ्नो प्रकाशकको हातमा सुम्पिदिएको थिएँ। अहिले यो तपाईँको हातमा आइपुगेको छ। आफ्नो पाइपलाइन स्वयं तयार गर्नुहोस्। अघिल्ला केही वर्षमा मैले बुबाको सल्लाह मनन गरेँ र कैयौँ लाभदायक पाइपलाइन तयार गरेँ। मसँग उहाँको झैँ 12 व्यवसाय छैनन्। मसँग 2 करोड डलर सम्पत्ति पनि छैन। तर म त्यही बाटोमा लागिरहेको छु। पाइपलाइन यसरी बनाइन्छ कि यसले मानिसको खल्तीमा मुनाफा राखेर उनीहरूको जिन्दगीबाट चिन्ताको बादल हटाइदियोस्। तर प्रयास पाइपलाइनको निर्माण मानिसलाई निजी तथा आर्थिक स्वतन्त्रता प्रदान गर्ने र सम्पूर्ण जिन्दगीभर सुरक्षा दिनको लागि गरिन्छ। छोटकरीमा भन्ने हो भने पाइपलाइन नै लाइफ लाइन हो। एउटा कम्युनिस्ट शासकले मेरो बुबाको लाइफ लाइन खोसेको थियो र उहाँले कहिल्यै त्यो पुनः हासिल गर्न सक्नु भएन। अमेरिकाका मानिसका निम्ति यो खुसीको कुरा हो, कुनै शासकले उनीहरूको लाइफ लाइन खोज्ने छैन। तर हामी स्वयंले आफ्नो लाइफ लाइन नष्ट गर्न सक्छौँ। कसरी? त्यसको निर्माण नगरेर। मेरो बुबाको हालतबाट हामीले शिक्षा लिन सक्छौँ। जस्तो आज छ भोलि पनि यस्तै होला भन्ने केही ग्यारेन्टी छैन, किनभने यस्तो हुन सक्दैन। सुरक्षा केवल एउटै हुन सक्छ, पाइपलाइनको सुरक्षा। म तपाईँसँग निवेदन गर्छु, तपाईँ आजै आफ्नो पाइपलाइन बनाउने कार्य सुरु गर्नुहोस्। भोलि लाइफ लाइन तपाईँसँग होस्।